लायो भन्न भन्छु केर्छ त नि भन्न भन्दैन हो त्यो छेउडामा आउन यहाँ आउन मलाई जाउ एकदम त्यत्रो छाँगो छ हो त नि तल एउटा सिलिन्डर छ यो त पकाउने सामान छैन म त अप्ठ्यारो भयो म त एकछिन खाना आएको कि गाह्रो भयो एकछिन बसिराखेँ थत्तरे गरेर सर्दै सर्दै आएँ केही म सँगालिदिएको घाँस त धेरै झारिदिएको माथि पहिला झारेर पछि त्यहाँ जाँदा मलाई अप्ठ्यारो भयो कि यो बुटो त हाँगा बिगा त्यसकै ठुलो थियो क्या ठुलो थियो त नि पहिला माथि झारेर पछि झार्न नसक्ने बिच बिचरा काट्दै हेर छेउको अहिले त्यहाँ झोपिलो हुँदाखेरि त जान के जस्तो लाउँदैन झोपिलो सँग सबै फाँदिएपछि फेरि आउँदा डर लाउँदो रहेछ सँग भयो मलाई अनि घुमायो म त के अर्को सहिलो भयो आफ्नो त्यहाँबाट त फुगालिदिन्थ्यो होला क्या त्यति बेला त अलिक डरै लाग्यो अनि थत्तरी थत्तरी गर्दै आएँ त्यस्तो भएको थियो रहेछ घाँस फेरि तर यस्तो हो कि जन्ने हुर्केको ठाउँमा पर्दै रुख बिरुवा गर्ने सब डिटेल हुन्छ कि यहाँ कोइराला थियो माथि यहाँ चाहिँ अहिले त रहेछ ढाले कोइराला थियो है यहाँ ढाले कोइला पनि ठुलो ठुलो सब डिटेल थाहा हुन्छ कि यो बुट्टा के अरे यस्तो बुट्टा के अरे यतिमा होइन झगडा भएको एकचोटि फेरि चोलेले हो ढालेको मन्दिरको जग्गाको विषयमा मन्दिरको जग्गाको विषयमा होइन पहिल्यै हो धेरै पहिल्यै कुरा पहिल्यै कुरा एकचोटि झगडा भएको थियो त्यस्तो सम्झिने कुरा त होइन हामीले बिर्सिनु पर्ने कुराहरू हो भए पनि धेरै धेरै यता खड्काबारी हो के भन्नु अनि के भन्छ यसलाई बानको बारी बामसितै चिनेको बुढो भएर फोटो मात्रै खिच्छ कि भिडियो नगर